यो एभोकाडो रोपेको 3 साल बाददेखि चाहिँ फल्न सुरु गरेको होइन। भने यो दोस्रा चोटि हो। 2022मा रोपेको जुलाई महिनामा भने 2025 चाहिँ फलेको यसले है। यो 2026 भयो यसले यो सेकेन्ड पालि हो फलेको चाहिँ यसले। जय मसिंह अनि नमस्कार सबैमा। विशेष म हजुरलाई यो एभोकाडोको बोट देखाइरहेको छु होइन। यो एभोकाडोको बोट चाहिँ मैले आजभन्दा 4 वर्ष अघि रोपेको। यसले यो मैले 2022 को जुलाई महिनामा रोपेको अनि पोहोर 2025 देखि चाहिँ फल्नु थाल्यो। पहिला फल्दा चाहिँ यसले कति 22 वटा फलेको थियो होइन। त्यतिवटा चाहिँ बिउ यो रहेको थियो फल। अनि फर्स्ट चोटि भएर अनि भने चाहिँ यो पालि चाहिँ पुरा फलेको छ है, लट्टाराम फलेको छ। र यो पालि आजको तारिकमा भन्नु पर्दाखेरि चाहिँ आज चाहिँ 27 मार्च 2026 को दिन है मैले लिएको भिडियो हो। अनि यो एभोकाडो चाहिँ मेरो गाउँघरमा पनि छ है, प्रशस्त मात्रामा छ। त्यो मध्येमा चाहिँ यो एभोकाडो चाहिँ के हुन्छ भने हेर्नुहोस् नि, अहिले यो अस्ति फुलेर पनि यसको फलहरू लागिसकेको छैन भने अब मेरो गाउँघरको चाहिँ भर्खर फुल फुल्दैछ, भर्खर खालि फुल फुल्दैछ। अब यो फल दाना लागेकै छैन होइन। भने चाहिँ मेरो पनि भएको यो एभोकाडो चाहिँ यो एक झाङ छ, यो चाहिँ अस्ति फुलेर पनि यो फल लागिसकेको छ। अनि यो चाहिँ कुन चाहिँ अब भ्याराइटीमा पर्छ होइन, कुन चाहिँ जातको हो। यो यसको फल पनि ठुलो हुन्छ, त्यस्तो ठुलो पनि होइन तर अब ठिकैको हुन्छ होइन, साह्रै सानो चाहिँ होइन, यो ठुलै त ठुलै हुन्छ। भने चाहिँ एभोकाडो चाहिँ छिटै फुलेर छिटै पनि फल्छ, छिटै पाक्छ पनि होइन। अनि मलाई यो एभोकाडो चाहिँ अलिक ठिक लाग्यो। अनि मैले सम्झेँ अस्तितिर हुँदाखेरि अलिक सायद कसो भयो गरमले गर्दा हो कि भन्ने मलाई लाग्यो होइन। फेरि ती तलको माथिल्लो घरतिर त भर्खर फुल्दैछ। अनि यो जातको एभोकाडो चाहिँ निकै छिटै नै फल्दो रहेछ हेर्नुहोस् न हो। फल्नु पनि यति साह्रो फलेको छ कि आमामा थाकलले फलेको जस्तो फलेको छ नि। अब रहनु चाहिँ कति लाग्ला है, फलहरू कति रहला होइन, तर फल्नु चाहिँ जोड फलेको छ। अनि यो एभोकाडो होइन सायद अब तपाईँहरूतिर पनि यस्तो यो जातको कतै छ होला है। हेर्नुहोस् न, बोट चाहिँ यस्तो छ हो, फल चाहिँ यसरी लागेको छ है।